वैज्ञानिक अनुसन्धानले पत्ता लगाएको छ कि शरीरमा भिटामिन बी12 को मात्रा कम हुनाले मस्तिष्क सङ्कुचनको जोखिम लगभग 5 गुना बढाउँछ। मस्तिष्क सङ्कुचन भनेको के हो? उमेर बढ्ने के साथ मानिसको दिमाग स्वाभाविक रूपले अलिकति सङ्कुचन हुन्छ। यो सामान्य प्रक्रिया हो, तर जब यो सङ्कुचन सामान्यभन्दा धेरै बढी र छिटो हुन्छ, जसले स्मरण शक्ति कमजोर हुनु, भुल्ने बिमारी हुनु र अल्जाइमर जस्ता रोगहरूसँग सम्बन्ध राख्छ। भिटामिन बी12 को भूमिका के हो? भिटामिन बी12 हाम्रो स्नायु प्रणालीको लागि अत्यन्त आवश्यक पोषक तत्व हो, जसले दिमागको कोशिकाको वरिपरि सुरक्षा तह बनाउन मद्दत गर्छ, जसलाई हामी माइलिन शीथले चिनिन्छौँ। दिमागका कोशिकाहरूलाई स्वस्थ राख्छ र तिनलाई नष्ट हुनबाट जोगाउँछ। रगतमा होमोसिस्टिन नामक हानिकारक पदार्थ बढ्नबाट रोक्छ, जसले दिमागका कोशिकाहरूलाई क्षति पुर्याउन जोगाउँछ। जोखिम कसरी बढ्छ? जब भिटामिन बी12 को कमी हुन्छ, यो सुरक्षात्मक तह कमजोर हुन्छ र दिमागका कोशिकाहरू नष्ट हुन थाल्छ। यसकारण दिमागको आयतन घट्न थाल्छ, अर्थात् दिमाग सङ्कुचन हुन्छ र अध्ययनले भिटामिन बी12 को स्तर सामान्य भएका व्यक्तिहरूको तुलनामा यसको कमी भएका मानिसहरूको सङ्कुचन दर 5 गुना बढी बढाउँछ। भिटामिन बी12 को कमीले गर्दा हात खुट्टा पोल्ने, झमझमाउने, हात खुट्टामा कमजोरी महसुस हुने। अब के गर्न सकिन्छ? भिटामिन बी12 युक्त आहार खानु, माछा, मासु, अन्डा, दूध, दही, पनिर। विशेष गरी यदि तपाईँ शाकाहारी हुनुहुन्छ भने त्यसको सप्लिमेन्ट लिनुपर्छ डाक्टरको सल्लाह अनुसार। यदि तपाईहरूलाई यी लक्षणहरू देखा पर्यो भने जस्तै थकान हुनु, कमजोरी हुनु, याददाश्तमा कमी आउनु, सुनिएको जस्तो महसुस हुनु, तो आफ्नो क्वालिफाइड डाक्टरसँग सल्लाह लिनुपर्छ।